यहाँहरूलाई नमस्कार। हामी दैलेखको श्रीस्थान जाँदैछौँ। तपाईँहरूलाई हामीले त्यहाँ जाँदा बाटोको थोरै अवस्था देखाउनेछौँ के कति लाग्छ र श्रीस्थानको उसमा पनि जानेछौँ। हामी अहिले वडा कार्यालयबाट हिँड्दैछौँ। वडा कार्यालयबाट जाँदैछौँ। अरू साथीहरू पनि हुनुहुन्छ बाइकमा र केही साथीहरू गाडीमा पनि हुनुहुन्छ। यो हो गाडी। अहिले बिच बाटोमा बिग्रेको छ, अरू गाडी आउँदैछ। मान्छेहरू जम्मा हुनु भएको छ, तपाईँले देख्न सक्नुहुन्छ। यसरी हामी पर्खाइमा, अर्को गाडीको पर्खाइमा छौँ। अहिले एकछिनमा आउँदैछ। यो हाम्रो ग्रुप बाइकवाला ग्रुप हो जो अगाडि हिँडिसकेको छ। गाडी पछाडि आउँदैछ। यो श्रीस्थानको मन्दिरको यो ग्यासले आगो जलिरहेको छ। यो 24 घण्टा यस्तै 3 ठाउँमा बलिरहेको छ। यसले हाम्रो त्यहाँ ग्यास भएको पत्ता लागिसकेको पनि छ। केही समयमा ग्यास उत्खनन भएर समृद्ध नेपालको यसले चाहिँ ठुलो योगदान गर्नेछ। धन्यवाद। बाई साथीहरू।